आन्टीहरू यहाँ बाहिर हुनुहुन्छ। हामी चाहिँ यहाँ खाना खानु आएको, उनीहरू सपिङ गर्नु थाल्यो आन्टीहरू। त्यसले गर्दा चाहिँ म चाहिँ यहाँनिर होटलमा खाना खानु आएको आज। यो चाहिँ यस्तो चाहिँ हाम्रो होटलहरू चाहिँ यस्तो चाहिँ यहाँ चाहिँ हजुर चाहिँ एउटा 15 रड पनि लिएर आउनुपर्छ अर्को पालि खाना आउँदाखेरि। यसै नेपालको होटल है, होटल चाहिँ हेलो एक्सक्युज मी, कस्तो लाग्यो आज नेपाल तपाईँलाई? एकदमै ह्याप्पी। आज तपाईँ आँखा देखाएर आउनुभएको साथी, तपाईँलाई डक्टरले के भन्यो? हातमा धेरै ड्राई भएको छ, हजुर त्यसले गर्दा ड्रप हाल्नुहुन्छ, कन्टिन्यू भन्नुभएको छ, चस्मा लाउनु भनेको छ, कन्टिन्यू अहिले भर्खरै चाहिँ खोल्नुभएको। अन्त तपाईँलाई नेपाल अहिलेसम्म कतिपल्ट आउनुभयो आई हस्पिटल तपाईँ? सेकेन्ड टाइम हो। सेकेन्ड टाइम हो चाहिँ म फेब्रुअरीमा आएको थिएँ। हजुर फेब्रुअरीमा आउने चाहिँ मैले यो स्पेक्स बनाएको थिएँ होइन, माथि तल भएछ पावर चेन्ज गरेर बनाएको। अहिले चाहिँ मेरो आँखामा चाहिँ त्यो सेतो दाना जस्तो भएको थियो हो, अनि म चाहिँ के भएर हो भनेर टेन्सन थियो एकदमै, अनि त्यसले गर्दाखेरि चाहिँ भइरहेछ। थ्याङ्क यू।